दाइ यस्तो यस्तो कुरा आइरहेको छ, यस्तो गर्दा भन्दा चाहिँ उहाँले एकदमै यहाँ पनि जान नमिल्ने, त्यो साथीहरूसँग पनि भेट्न नमिल्ने, त्योसँग बोल्नै नमिल्ने, यहाँबाट निक्लिनै नमिल्ने भनेर आफ्नो बााउन्ड्री क्रिएट गरिदिनुहुन्थ्यो क्या। अनि त्यो कुरामा चाहिँ मलाई फिल भएको थियो। जस्तो दर्शकले चाहिँ तपाईँ त्यो स्टाटसको कमेन्टहरू पनि, अनि जस्तो अब हामीले बनाएको न्युजहरूमा पनि धेरै आएको कमेन्ट एउटा के थियो भने 3 महिना बिताइरहँदा चाहिँ किन आज आएर बोलेको, नेपाल आउने बित्तिकै चाहिँ किन बोलेको, हिजोका दिनमा चाहिँ किन आवाज नउठाएको भन्ने कुरा थियो कि। खासमा हजुरले चाहिँ हिजोका दिन अमेरिकामा रहिरहँदा पनि आयोजकप्रति यो खालको प्रश्न किन उठाउनु भएन? यस्तो हो, आवाज उठाउने भन्ने मिडियामा आएर आवाज उठाएकोलाई मात्रै आवाज उठाएको भन्दैन नि त। मैले आवाज उठाइरहेको छु कि, मैले वहीँदेखि आवाज उठाइरहेको छु। मैले 4-5 चोटि मेरो उहाँसँग आई मिन ठुलै भनाभन भयो होइन, मैले आवाज उठाएको हो नि त त्यो त। अनि त्यो बेलामा चाहिँ जस्तो बद्री दाईहरूले सम्झाउनु भयो, प्रताप दाईले सम्झाउनु भयो। अनि मैले के सोचेँ भने म एउटाले गर्दाखेरि फेरि दुईजनालाई किन बिगार्नु, अहिले म आउने बित्तिकै टुरै सक्यो, अनि म एउटाले गर्दाखेरि किन त भनेर मैले कम्प्रोमाइज गरौँ भने फेरि अर्कोचोटि झन् ठुलो भयो, फेरि कम्प्रोमाइज। अनि लास्टमा आएर चाहिँ मलाई अति नै भयो क्या, मलाई यो मेन्टल स्ट्रेसै बढाउने काम जस्तो भयो। अनि म चाहिँ अब चाहिँ सक्दिनँ भनेर अब ठिक छ भनेर म चाहिँ हिँडेको, अब त्यही भएर। जस्तो तपाईँले हिजो स्ट्याटस राखिसकेपछि नि यो विषयमा अन्तिम प्रश्न मेरो यो विषयमा चाहिँ होइन, स्ट्याटस राखिसक्नुभयो, मलाई यस्तो भयो भनेर आयोजक लक्ष्य स्ट्याटस राखिसकेपछि कला लम्सालले पनि ब्याक टु ब्याक स्ट्याटस राख्नुभयो, आफूलाई पर्दा कस्तो हुँदो रहेछ भनेर त्यो तरिकाले जानुभएको थियो होइन। त्यसलाई चाहिँ कसरी हेर्नुभयो? जस्तो उहाँलाई तपाईँले धेरै सपोर्ट गऱ्यो भनेर तपाईँले स्ट्याटस पनि राख्नुभयो, उहाँको पोस्टमा पनि तपाईँहरूको कमेन्टमै लगभग एक किसिमको भनाभन पनि भएको थियो त्यतिखेर होइन। अनि फेरि यहाँ आइसकेपछि फेरि अब त कलाकार मिलेर झन् ती आयोजकहरूसँग चाहिँ कसरी चाहिँ आफूले प्रतिरक्षा गर्ने भन्नेतिर जाने कि अब कलाकार नै जुवारी गर्ने भन्ने प्रश्न पनि। म उहाँसँग केही जुवारी गर्न चाहदिनँ। मैले अहिले पनि भनिसकेँ, भगवान्ले सबैजनालाई मुख दिएको छ, आफ्नो लागि आफै बोल्ने हो। मैले अहिले प्रताप दास र बद्री पङ्गिनी मसँग आएनन्, मलाई सपोर्ट गरेनन् भनेर मैले यहाँ बोल्न मिल्दैन। सबैको आफ्नो कुराहरू हुन्छ। र सत्य कुरा के हो भने म जसरी फर्किनु भएको होइन दिदी, आफू बिरामी भएर फर्किनु भएको, औषधि नबोकेर पुरानो रोग बल्झेर फर्किनु भएको, बिरामी भएर आफू गाउन नसकेर फर्केको हो कि। कसैले जबरजस्ती कुटेर, गाली गरेर, टर्चर दिएर, नराम्रो गरेर, दुर्व्यवहार गरेर अनि उहाँले लडिरहँदाखेरि पनि हामीले सपोर्ट नगरेर फर्केको होइन। जस्तै मैले त बोलेँ नि त, मैले बोलिसकेपछि सबैलाई थाहा, मैले त उतै बोलेको हो। उहाँ चाहिँ आयोजकको अगाडि मुखै खोल्न नसक्ने कि। अनि हामीले उहाँको भित्री मनमा के चलेको छ भन्ने कुरा कसरी बुझ्ने त? बुझ्ने हुँदैन। मैले त जे देखेँ त्यही बोलेँ। हेर्नु, मलाई कहिले पनि झुट बोल्न आउँदैन। उहाँले म नेपाल फर्किन्छु, म यहाँ बस्यो भने मलाई गाह्रो हुन्छ भनेर टोयलेट पनि जान नसक्ने स्थितिमा हुनुहुन्थ्यो। त्यही भएर उहाँ आफै आउनुभयो। पछि मलाई ट्रान्जिटबाट फोन गर्नुभयो, नानी मलाई त लास्टै दुखेको थियो, अनि त्यसपछि मलाई एउटा औषधि दियो प्लेनमा, त्यो औषधि खाएपछि मलाई अलिक सन्चो भयो, अनि म यहाँ बसिरहेको छु भन्नुभयो। त्यो हिसाबले मैले अहिले तपाईँहरू आत्तिनु पर्दैन, दिदीको स्वास्थ्य अलिक सुधार भइरहेछ भने। हो कि होइन भन्नु न? उहाँ त्यस्तो इमर्जेन्सी भएको भए त प्लेनमै चढाउँदैन नि। आफै सोच्नु न, प्लेनमा चढाउँछ बिरामीलाई एक्लै, कोही मान्छे बिना? तपाईँको हेल्थ इमर्जेन्सी पुरै मर्न लागेको बिरामीलाई त प्लेनमा चढाउँदैन नि त। उहाँको भन्नाले ढाडले गर्दा हलचल गर्नलाई गाह्रो भएको थियो, अनि उहाँले आफै नेपाल फर्किन्छु, मलाई थेरापी चाहिएको छ भनेर